मैले आफै ट्र्याक्टरले जोतेर छरेको यो 7 बिसे मेघदीमा खेतमा गहुँ ढिलो लागेको हुनाले अझै हरियो छ। गैरा बाजेको घर थियो, त बितेर जानुभयो। उहाँको धर्मपत्नी हुनुहुन्छ। ल हेर्नुहोस् आज तोरी उखाल्दैछौँ। तोरी मजाले पाकिसकेको छ। 4-5 जना खेताल्ने छन्। ल यहाँ काल्नो झरेछ। यहाँ अलि पानी नपरेको ठाउँमा कुलो व्यवस्थित नहुनाले गर्दाखेरि तोरी अलि नराम्रो देखियो रहेछ। यहाँ भयो रहेछ। पानी कस्तो छ तोरी? खासै छैन यो। हो आफै झरेको मैले गहुँ तोरी आफै झरेको। कता फेरि उम्रिन्न कि भनेर फेरि सर्ने गरेको झन् गरेको। कसैलाई भेट्टाइन यहाँ छरा भन्छ भने कसैलाई पनि भेट्टाइन भनेर आफै झरे।